बैक को मसललाई स्ट्रेन्थेन गर्नु छ या टोन गर्नु छ भने चाहिँ ल्याट पुल डाउन इज दी वान अफ द बेस्ट एक्सरसाइज। नमस्ते, म सबिना श्रेष्ठ, सर्टिफाइड पर्सनल ट्रेनर। म मान्छेहरूलाई चाहिँ वेट लस गर्नलाई हेल्प गर्छु। आज म तपाईहरुलाई ल्याट पुल डाउन गर्दाखेरि गर्न पर्ने 5वटा स्टेप्सहरु भन्न गइरहेको छु। यो 5वटा स्टेपहरु तपाईले 1 बाइ 1 फलो गर्नुभयो भने चाहिँ तपाईहरुको ल्याट पुल डाउन चाहिँ एकदमै बेस्ट हुन्छ। नम्बर 1, सिटको हाइट एडजस्ट गर्नु। फर्मले चाहिँ तपाईलाई तपाईको खुट्टामा प्रेसर दिनु पर्यो। त्यो हाइटमा चाहिँ तपाईले यो सिटलाई एडजस्ट गर्नुपर्ने हुन्छ। नम्बर 2, हातलाई वाइ डिस्टेन्समा राखेर ग्रिप गर्नु। वाइ गर्दाखेरि चाहिँ तपाईको हात यस्तो हुनु भएन, यस्तोलाई वाइ भन्दैन या यस्तोलाई पनि वाइ भन्दैन, ठ्याक्क यति वाइ है, धेरै खोल्नु पर्दैन। नम्बर 3, तपाईले खुट्टालाई प्लेसमेन्ट गर्दाखेरि अलि क्लोज राखेर तपाईको खुट्टाले चाहिँ 90 डिग्री बनाएको हुनुपर्छ। नम्बर 4, अब यो बारलाई पुल गर्दाखेरि चाहिँ तपाईले अलिकति स्लाइटली बेन्ड भएर क्लेभिकल बोनतिर तान्नु। क्लेभिकल बोन भनेको चाहिँ यो बोनलाई भन्छ। अब हामी बेन्ड गर्दाखेरि चाहिँ धेरै बेन्ड गर्न खोज्ने हैन, यसरी बेन्ड गर्दाखेरि चाहिँ अलिकति स्लाइड भनेको यति मात्र हुन्छ है। नम्बर 5, तपाईले हातको स्ट्रेन युज नगरिकन शोल्डर डिप्रेस गरेर चाहिँ ब्याकको स्ट्रेन युज गरेर चाहिँ तपाईले पुल गर्ने हो है। डिप्रेस एन्ड पुल। यो भिडियो चाहिँ त्यो साथीलाई शेयर गर्नुहोस् जसलाई चाहिँ ल्याट पुल डाउन गर्नै आउँदैन।